नमस्ते सबैलाई। तपाईहरु अहिले अनिल कोरिया टिच युट्युब च्यानल भिजिट गर्नुभएको छ र आज तपाईहरुलाई म प्रदेश लोक सेवा आयोगद्वारा खोलिएको कोशी प्रदेशको सूचना सञ्चार प्रविधिको विज्ञापनको जानकारी दिनेछु र मिति 2072 6 महिना 27 गते खोलिएको विज्ञापनमा तपाईहरुले स्थायी सरकारी सेवातर्फका निम्न सेवा समूह तथा तहका पदहरूमा खुल्ला तथा समावेशी प्रयोगतात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहिए बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोग अनलाइन दरखास्त प्रणाली psc.province1p1.gov.np मार्फत आवेदन दिनुपर्नेछ। प्राविधिकतर्फ विज्ञापन मेडिकल अधिकृत 8औं तह खुल्ला आदिवासी जनजाति र महिला गरी जम्मा पद 6 वटा खुलेको छ भने इन्जिनियरतर्फ खुल्ला आदिवासी महिला थारू मधेसी मुस्लिम गरी 21 पद संख्या खुलेको छ भने वातावरण इन्जिनियर तर्फ खुल्ला आदिवासी जनजाति गरी 2 वटा पद खुलिएको छ। शिक्षा अधिकृत तर्फ खुल्ला आदिवासी जनजाति महिला थारू गरी जम्मा भाग संख्या 12 रहेको छ। जनस्वास्थ्य अधिकृत तर्फ खुल्ला आदिवासी जनजाति 2 जना रहेको छ। अप्राविधिक तर्फ खुल्ला शाखा अधिकृत 17 जना, लेखा अधिकृत 6 जना, आलेफ अधिकृत 1 जना। आदिवासी जनजाति शाखा अधिकृत तर्फ 4 जना, लेखा अधिकृत तर्फ 1 जना, महिला शाखा अधिकृत तर्फ 4 जना, लेखा अधिकृत तर्फ 2 जना, थारू शाखा अधिकृत 1 जना, मधेसी शाखा अधिकृत 1 जना, मुस्लिम शाखा अधिकृत 1 जना, अपाङ शाखा अधिकृत 1 जना, खुल्ला महिला विकास अधिकृत 1 जना, खुल्ला कानुन अधिकृत 1 जना, महिला कानुन अधिकृत 1 जना। नोट आदिवासी जनजाति परीक्षाको किसिम लिखित कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुनेछ। लिखित परीक्षा कार्यक्रम प्राविधिक तर्फ स्वास्थ्य जहेस प्रथम पत्र 2082 9 महिना 15 गते दिनको 1 बजे हुनेछ भने द्वितीय पत्र 2082 9 महिना 16 गते दिनको 1 बजे हुनेछ। त्यस्तै गरी इन्जिनियरिङ सिभिल 7औं तह 2082 9 महिना 17 गते दिनको 1 बजे प्रथम पत्र हुनेछ भने द्वितीय पत्र 2082 9 महिना 18 गते दिनको 1 बजे हुनेछ। त्यस्तै गरी वन तथा वातावरण 7औं प्रथम पत्र 2082 9 महिना 19 गते बिहानको 8 बजे हुनेछ भने दोस्रो पत्र 2082 9 महिना 19 गते दिनको 1 बजे हुनेछ। त्यस्तै गरी शिक्षा प्रशासन निरीक्षण 7औं तह प्रथम पत्र 2082 9 महिना 20 गते दिनको 1 बजे हुनेछ भने द्वितीय चरण 2082 9 महिना 21 गते दिनको 1 बजे हुनेछ भने तृतीय चरणको 2082 9 महिना 22 गते दिनको 1 बजे हुनेछ। त्यस्तै गरी स्वास्थ्य हेल्थ इन्सपेक्सन 7औं तह 2082 9 महिना 23 गते दिनको 1 बजे प्रथम पत्र हुनेछ भने दोस्रो पत्र 2082 9 महिना 24 गते दिनको 1 बजे हुनेछ। प्राविधिक तर्फ प्रशासन सामान्य प्रशासन लेखा अलेप तह 7औं
प्रथम पत्र 2082 9 महिना 12 गते दिनको 1 बजे प्रथम चरण हुनेछ भने द्वितीय चरण 2082 10 महिना 16 गते दिनको 1 बजे। तृतीय पेपर 2082 10 महिना 17 गते दिनको 1 बजे। चौथो पत्र 2082 10 महिना 18 गते दिनको 1 बजे हुनेछ। प्रशासन विविध महिला विकास तह 7 2082 9 महिना 15 गते बिहानको 8 बजे प्रथम चरण हुनेछ भने द्वितीय पत्र 2082 10 महिना 19 गते दिनको 1 बजे हुनेछ। त्यस्तै गरी तृतीय पेपर 2082 10 महिना 20 गते हुनेछ भने दिनको 1 बजे। कानुन तह 7 2082 9 महिना 25 गते दिनको 1 बजे प्रथम चरणको इक्जाम हुनेछ भने द्वितीय चरणको इक्जाम 2082 9 महिना 26 गते दिनको 1 बजे हुनेछ। परीक्षा केन्द्र पछि प्रकाशन गरिनेछ। परीक्षा दस्तुर 7औं तहको लागि 1200 रुपियाँ लाग्नेछ भने थप दस्तुर रु 400 थप हक समूहको लागि। दरखास्त दिने अन्तिम मिति 2082 7 महिना 16 गते र दोब्बर दस्तुर मिति 2082 7 महिना 23 गतेसम्म हुनेछ। दरखास्त दस्तुर बुझाउने स्थान र विधि अनलाइनबाट गर्न सकिनेछ। दरखास्त दस्तुर बुझाउने अवधि 2082 7 महिना 24 गतेसम्म हुनेछ। दरखास्तको माध्यम तपाईहरू अनलाइन माध्यमबाट भर्न सक्नुहुनेछ, जुन psconline.po.gov.np बाट तपाईहरूले अनलाइन फारम भर्न सक्नुहुनेछ। उम्मेदवारको उमेरको हद 2082 7 महिना 16 गते 21 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्नेछ र अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननागेको, स्वास्थ्य सेवाको हकमा 21 वर्ष पुरा भई 45 वर्ष ननागेको, निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको स्थायी कर्मचारीहरूको हकमा उमेरको हद लाग्ने छैन। पेश गर्नुपर्ने कागजात उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता, तालिम, अनुभव, द्रष्टव्यको क बमोजिमको प्रमाणपत्र, समावेशी समूह खोल्ने कागजात लगायत सम्बन्धित विज्ञापन तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF फर्मेटमा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारको आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको दुवै भाग स्क्यान गरी JPG फर्मेटमा तोकिएको स्थानमा अपलोड गर्नुहोस्। सम्बन्धित विज्ञापनमा तपाईहरूले आवश्यक न्यूनतम शैक्षिक योग्यता हाल्नुहोस् र खुला तथा समावेशी परीक्षाका लागि सूचना जे छ त्यो आधारमा तपाईहरूले सबै कुरा बुझाउनुहोस्। यदि तपाईहरू अन्तिमसम्म भिडियो हेरिदिनु भएको छ भने तपाईहरू अनिल कोरिया टिच युट्युब च्यानलबाट यस्तै खालको अझै भिडियो प्राप्त गर्न चाहनुहुन्छ भने तपाईहरू अनिल कोरिया टिच युट्युब च्यानललाई सब्सक्राइब गरी बेल अलमा क्लिक गरिदिनु होला र साथीहरूलाई जानकारीको लागि सेयर पनि गरिदिनु होला। कस्तो लाग्यो भिडियो तपाईहरू कमेन्ट गर्नुहोला, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला।